आइए और देखिए कुछ भी ठीक है। हेर्नुहोस् यहाँनिर आजको चाहिँ यो अब फर्स्ट स्टार्टिङ हाम्रो च्याउको मसरुमको प्याकिङ हुँदैछ। हामी के भनिन्छ नेपालीमा सिधै बुझ्नुभन्दा रोपेको छौँ। अब रोपेर एकदम रेडी। अब सबै यहाँ झुन्डिन्छ यो। लाइक कतिवटा जान्छ यहाँ सुन्यो? तिनवटा एउटा दोडा तिनवटा एभ्री यसमा तिनवटा जान्छ। आई मिन यसमा एभ्री गाँठो छ यहाँनिर तिनवटा छ। सो यो लाइनमा तिनवटा, यो लाइनमा तिनवटा, यो लाइनमा तिनवटा, सबै यो सबैमा तिनवटा झुन्डिन्छ। सो हामीले भन्नु खोजेको चाहिँ तपाईँहरू पनि कसै अगर मसरुमको खेती गर्नुहुन्छ, मसरुमको लागि जान्नु बुझ्नुहुन्छ भने आउनुहोस् र हाम्रो च्यानललाई अघि नै भने मैले आएर हेर्नुहोस्, तपाईँहरूले पनि केही सिक्नुहुन्छ। हामी यसरी नै हाम्रो अपडेट एकदम एभ्री न्यू अपडेट हामी गर्नेछौँ र तपाईँहरू पनि कोही इच्छुक अब इन्ट्रेस्टिङ हुनुहुन्छ भने सिक्नुहोस् है। यसको काम यस्तै छ। यहाँनिर छ यसको के भन्छ लेयर भन्छ होइन। एक लेयर भयो, दुई लेयर भयो, तीन लेयर, चार लेयर, पाँच लेयर हो सुनिल्यो सबै। 1 2 3 4 5 6 5 होला। 5 हो, 6 लेयर हुन्छ टोटल। बीचमा 4 लेयर 1 2 3 4 5 यहाँ छ, मुनि पनि छ। ओके 6 लेयरसम्म हुँदो रहेछ तपाईँको। अब यो कहिले चाहिँ रेडी हुन्छ सुन्नु? म उहाँलाई सोध्दैछु किनकि हाम्रो उहाँ भाइ चाहिँ अहिले हाम्रो यहाँ च्याउको मास्टर हो। हामीसँग भइरहेको च्याउको लागि उहाँ भाइ हो। च्याउको लागि एकदम हाम्रो च्याउको अहिले मास्टर। हामीसँग उहाँदेखि सिक्दैछौँ हामी पनि सबै कुरो। हामी सबै मिलेर गर्दैछौँ। सो यहाँसम्म 6वटा हुँदो रहेछ। सो आज हामीले कति घन्टा लाग्यो? हाम्रो 4-5 जना यो च्याउ हामी यसलाई प्याक गर्न लागि बोलाएको थियौँ। 5 जना उहाँहरूले गरेर यो अहिले कतिवटा भने 130वटा प्याक चाहिँ हाम्रो रेडी भएको छ। अब यसलाई हाम्रो जस्ट ढुन्डाउनु मात्रै बाँकी छ। सो 2 देखि 3 हप्ता सुनिल कति रेडी हुनु लागि खानुको लागि? 21-20 जम्मा सुन्नु पनि भयो होला 20 देखि 22 दिनसम्म लाग्छ यसलाई खानु रेडी हुनु लागि। सो तपाईँहरू यहाँ कसै यो के भन्छ यसलाई हामी कञ्चन कवल 2 आदर्श टोल आदर्श स्कुलको जस्ट छेउमा अगर तपाईँहरूलाई सजिलोको लागि यहाँ हाम्रो एउटा गभर्मेन्ट स्कुलमा पढाउनु हुने कमल सर, उहाँको नाम हो कमल सर। उहाँको जस्ट घरको बारीमा हामी छेउमा छौँ र तपाईँहरू सिधै यहाँ आउनुभयो भने अबदेखि 20 देखि 25 दिनसम्ममा तपाईँ आउनुभयो भने एकदम फ्रेस अर्ग्यानिक च्याउ खानु पाउनुहुनेछ है गाउँमा सबैले। एकदम होल नेपाल एकदम अनि एकदम विदेश बाहिर भयो सबै ठाउँ जानेछ यहाँदेखि। जो आउनुहुन्छ जसलाई इन्ट्रेस्ट छ यहाँदेखि लिन सक्नुहुन्छ। अनि फेरि पनि भन्दछु हाम्रो च्यानललाई प्लिज सब्सक्राइब, लाइक, कमेन्ट। तपाईँहरूको जस्तो कमेन्ट छ लाइक र सब्सक्राइब मेरो रिक्वेस्ट छ गरिदिनुहोस्। सो हस् त अब फेरि पनि म न्यू अपडेट लिएर आउनेछु। तपाईँहरूदेखि छुट्टी छौँ। थ्याङ्क यू।